अब तेरो काजी दाई फर्किँदैन। यो बुढो केटी देखेपछि त्यसै फर्किन्छ। एउटा खोजौँ न। अब तेरो काजी दाईले खुट्टा नभएको केटी खोजी मात्र त हुने। यो गाउँ छिर्ने बित्तिकै हर 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 तेरै सम्झना आउँछ। रक्सीको बासनाले मात्र तँलाई मेरो सम्झना आउने हो। तँसँग सम्झिन लागेको अरू के छ त भन् त। मैले केमा राजीनामा दिनु पर्यो? राजीनामा होइन सर, नियुक्ति दिनु पर्यो। अनि के गर्नु पर्यो मैले? हस्ताक्षर हो या बस बस। आज सर हिँडेको 2 बोतल मिठो रक्सी कसरी हाल्छ? आउनु भएको छैन किन गइहाल्नु पर्यो नि तँलाई? अलि दिन बसे हुँदैन? केमा नडाएर बस्नु हो यो गाउँमा। मलाई हेर्दै बस्न। अब हेर्दै सुकेको बाँसको जरा जस्तो जिङ्गिरिङ्ग देखिन्छस्। मेरो अगाडि यो बिरा केटी कुरा नहो त, म ठिक छैन। 40 पुग्नलाई 1 गेडा बाँकी छ, तेरो मूर्ति कहिले ठिक हुन्छ? त्यसो नभन्न काजी, वंश मासिने पीरले तेरो बाउ मर्छ फेरि। तिम्रो बुढाको वंश जोगान ठेक्का मैले लिएको छु। तेरो छोराको आश गरेर पार लागिँदैन हेर। अब मै तातिने हो। रक्सी लिनुहुन्छ बाबु? भा खन्न मैले। उहाँ गुड म्यान हो आमा। रक्सी, मासु, खैनी, चुरोट केही छुँदैन। ए कस्तो ज्ञानी बाबु रहेछ। साह्रै ज्ञानी छ। बुद्ध बन्न 7 महिना बाँकी छ। लोकल कुखुराको झोल खुलाउँ भनेर। सरी सर, म भेजी हो। मिस त भेजी परेछ। दाजुभाइ मिलेर खानु पर्ने भयो। भुत्ला भेजीले दे मासु त खा। तेरो मास्ने त्यो काजी भनेर मरिहत्ते छ। साला त्यो औतारलाई त बाँधेर भिरबाट झार्दिन्छु म। यो केटाको शिरमा राहु नाचिरहेछ, चाँडै जेल जानेवाला छ है। यसपालि यिनीहरूले दाजुको बिहे पो गर्देला कि भनेको त आफू आफू पो सुर खसेको छ त। क्या उहाँ? तिम्रो छोराको चिन्ता गर्नु पर्दैन, म एउटा बुट्टी दिन्छु, मास्टरनीको कम्बरमा थाहा नपाइकन बाँधिदिनु। तर साला पातकी धेर जाने नहु त। उहाँ बमकाजीको सन्तान बाठो भएर भान्जीलाई माग्नु गएको थियो रे। अनि बिहेको निम्ति दिन आगो? त जान्छस् बमकाजीको बिहामा नाच्नु? चिन्ता नगर्नुहोस् सर, मैले हुँदैन भनिदिसके। मलाई केको चिन्ता? ए गोरु, यस्तो हरियो घाँस हाल्दा नि किन मुख बटारेको? मेरो लागि यति धेरै गर्न सक्नेले एकचोटि मुख फोरेर माया गर्छु भन्न सक्दैनौ? बुझिसक्यो त, भनिराख्नु पर्छ।